पण्डितपुर यो म आफै यो हुर्केको ठाउँ आफ्नै टोल मलाई यही घरका दिदी बिनाजुले मलाई सानो बचपनमा खेलाएर हुर्काएको कर्णबहादुर पुनको सुपुत्र भान्जाहरू विकास पुन र कृष्ण पुनको घरमा हामीले एउटा अलिकति पुरानो टाइपको थारू गीत थारू सङ हामीले यहाँ सुटिङ गर्दैछौँ र सुटिङमा पछाडि ब्याक डान्सरको लागि सानो बेचेपुर पण्डितपुर र ठुलो बेचेपुर लगायतका सबै नानीहरू आइसकेका छन् र यसमा लिडिङ मोडलिङ गरेको ठुलो दादा त्यसै गरी आशिका बहिनी ले लिड गरिराखेका छन् यो भिडियोमा भनेपछि यसलाई श्रृङ्गारको रूपमा एकदम थारू इन्डस्ट्रीको चर्चित मोडल आज भने एउटा श्रृङ्गारको भूमिकामा छिन् अलिकति राम्रो बनाइदिनको लागि आइदिएको छिन् सँगसँगै यो गीतको डाइरेक्सन विवास चौधरी हाम्रो यो थारू इन्डस्ट्रीको एकदमै चर्चित नाम हो जो थुप्रै सयौँ म्युजिक भिडियोमा एकदम सुपरहिट म्युजिक भिडियोमा आफ्नो काम गरिसकेको अभिनय पनि गरिसकेको र डाइरेक्सन पनि हो र सँगसँगै यो सप्तरङ्गी मञ्चको उत्पादन प्रोडक्सनमा रहेको निर्माणमा रहेको यो गीतको छायाङ्कनको रूपमा अहिले हामी माझ हुनुहुन्छ धनगढी गासियस फिल्म्सका प्राली एकदम प्रिय मित्र सतीश सर उहाँ लगभग 20-22 वर्ष अगाडि नै साउथ फिल्ममा आफ्नो यो कामको अनुभव लिएर आइसक्नु भएको यो क्षेत्रको सुदूरपश्चिम र मध्यपश्चिमाञ्चलको यो क्यामेरा र एडिटमा त उहाँ संस्थापकै हो त्यसो भएको हुनाले उहाँको पछि बल्ल अरू उत्पादन भएका हुन् भन्दै र यो आज हामीले गर्न खोजेको काम एकदम राम्रोसँग सफल होस् यहाँका सम्पूर्ण सकारात्मक शक्तिले हामीलाई ऊर्जा प्रदान गरेर राम्रो होस् र यो तमाम भाइ बहिनीहरूलाई पनि हामीले छोटो समयमा निम्तो गरेर बोलाएका थियौँ उनीहरू पनि एउटा कोरस डान्सको लागि यहाँ आइपुगेका छन् उनीहरूलाई पनि धेरै धेरै धन्यवाद सहित अब यो हाम्रो काम हामीले गरेको मेहनत यो तपाईँ अब हामीले मेहनत जति गरेका छौँ त्योभन्दा अझै धेरै सफलता मिलोस् धन्यवाद।